नमस्कार सबैजनालाई है सर्वप्रथम सबैजनालाई धेरै धेरै धन्यवाद। तपाईँहरूले मेरो पहिलाको भिडियोलाई धेरै माया गरिदिनु भयो र त्यस भिडियोद्वारा जसले इन्टरभ्यू दिएर पास भएर इजरायलमा आज काम गरिरहनु भएको छ उहाँहरूलाई पनि धेरै 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 बधाई छ है। यसरी नै राम्रोसँगले काम गर्नुहोस्, कमाउनुहोस् र आफ्नो परिवारलाई सपोर्ट गरिरहनुहोस् है। र फेरि पनि इजरायलको लागि नयाँ भ्याकेन्सी लिएर आएको छु है। र जसले पनि इलेक्ट्रिकल इन्जिनियरिङ साथसाथै HVAC इन्जिनियरिङ, हिटिङ, भेन्टिलेसन अनि एयर कन्डिसनर इन्जिनियरिङ जसले गरेको छ है उहाँहरूको लागि राम्रो भ्याकेन्सी आएको छ। साथसाथमा जसले इलेक्ट्रिसियनमा डिप्लोमा, ITI प्लस इन्डस्ट्रियल जसको सर्टिफिकेट छ, या HVAC टेक्निसियन जसको ITI डिप्लोमा जसले गरेको छ, या AC टेक्निसियन जो पनि हुनुहुन्छ जसकोमा यसको ITI डिप्लोमा उहाँकोमा सर्टिफिकेट छ, उहाँहरूको लागि इजरायलमा अहिले एकदमै दामी अनि राम्रो भ्याकेन्सी आइरहेको छ है। तपाईँहरूले त्यसको लागि एउटा दामी CV बनाएर अनि आफ्नो पासपोर्ट जसमा मिनिमम 3 वर्षको भ्यालिडिटी हुनुपर्छ है, त्यसको PDF बनाएर यो मुनि दिएको नम्बरमा तपाईँहरूले मलाई पठाउन सक्नुहुनेछ र तपाईँहरूले इन्टरभ्यूको लागि डाइरेक्ट कल आउनेछ है। र प्लम्बरको लागि पनि आएको छ। प्लम्बरको लागि कुनै सर्टिफिकेटको जरुरत पर्दैन। प्लम्बर जसले काम गर्नुहुन्छ है उहाँले त्यस प्लम्बर काम गरेको उहाँकोमा एक्सपिरियन्स साथै त्यो काम गर्ने भिडियो उहाँले बनाएको हुनुपर्छ। त्यो भिडियो बनाएर पठाएको हुनुपर्छ है। र उहाँहरूको CV सेलेक्सन भइसकेपछि उहाँहरूलाई पहिलाको जसरी अरूलाई पहिला जसरी इन्टरभ्यूको लागि कल आएको थियो त्यसरी नै हजुरहरूलाई पनि कल आउनेछ है। र स्यालेरीको कुरा हामी गरौँ भने जसले यो टेक्निसियन या ITI या जो इन्जिनियरिङ गरेको छ है उहाँहरूले लगभग 1.5 लाखदेखिको 2 लाखसम्मको स्यालेरी उहाँहरूलाई पर मन्थ भनेको छ भने त्यो बाहेक अरू जति पनि सेलेक्सन भएर जानेछ उहाँहरूलाई 1.65 लाखसम्मको पर मन्थसम्मको स्यालेरी उहाँहरूले पाउँछ भनेर भनिसकेको छ है। तसर्थ जतिजना पनि इन्ट्रेस्टेड क्यान्डिडेटहरू हुनुहुन्छ जसले ITI डिप्लोमा गरेर घरमा बस्नु भएको छ है उहाँहरूले आफ्नो CV बनाएर पासपोर्ट रेडी गरेर तपाईँले PDF गरेर मलाई फरवर्ड गर्नु सक्नुहुनेछ र है त्यसकै अनुसारमा हजुरहरूले इन्टरभ्यूको कल हुनेछ है। र फर्दर यहाँदेखि त अझै अरू केही जानकारी लिनु छ भने हजुरले मुनि दिएको नम्बरमा हजुरहरूले कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। धेरै धेरै धन्यवाद।